हाई एक्सपेक्टेसनले तपाईँलाई चाहिँ डिप्रेसनसम्म पुर्याउन सक्छ। हाई एक्सपेक्टेसन केलाई भनिन्छ? हाई एक्सपेक्टेसन कस्तो हुन्छ भन्दाखेरि जस्तै तपाईँले कुनै कुरालाई चाहिँ अलिक बढी नै एक्सपेक्टेसन गर्ने के। जस्तै तपाईँले चाहिँ सानो जस्तै अफिस राख्दै हुनुहुन्छ भने मेरो अफिस चाहिँ दामी खतरा हुन्छ टाइपको होइन। जस्तै तपाईँले कुनै रिलेसनमा बस्दै हुनुहुन्छ भने तपाईँले बच्चा बच्ची नै पाएको टाइपको के होइन। जब तपाईँले हरेक कुरामा क्या हाई एक्सपेक्टेसन नै एकदम ज्यादा गर्ने क्या जेमा पनि के यो एउटा टाइपको साइकोलोजिकल रोग नै हो यो चाहिँ होइन। यसले चाहिँ धेरै कुराहरू चाहिँ निम्त्याउँछ होइन। यसको बारेमा चाहिँ आज हामी डिटेलमा कुरा गर्न गइरहेछौँ होइन। नमस्ते, मेरो नाम राजुन कार्की। कस्तो हुन्छ भन्दाखेरि तपाईँको जस्तै उदाहरणको लागि विदेशबाट कोही आउँदै हुनुहुन्छ, भान्जा म तिमीलाई मोबाइल ल्याउँदैछु अथवा छोरी म तिमीलाई मोबाइल ल्याइदिँदैछु भनेपछि तपाईँको दिमागमा आइफोन नै जान्छ कि आइफोन नै ल्याइदिनुहुन्छ कि जस्तो हुन्छ कि तपाईँलाई चाहिँ होइन। अनि उहाँले लिएर आइदिनुहुन्छ, लिएर आउन चाहिँ मोबाइल लिएर आइदिनुहुन्छ, 80-90 हजारकै मोबाइल लिएर आइदिनुहुन्छ होइन। तर तपाईँले चाहिँ आइफोन एक्सपेक्टेसन गरिरहेको हुनुहुन्छ क्या। त्यो भएको हुनाले तपाईँलाई चाहिँ 80-90 हजारको मोबाइल ल्याउँदा पनि तपाईँ खुसी हुनुहुन्न क्या। त्यो भएको हुनाले यस कुराहरू चाहिँ अलिक बढी नै एक्सपेक्टेसन गर्नु राम्रो होइन यो चाहिँ होइन। यसले चाहिँ एकदम डिप्रेसनको त्यो लेभलहरू बढाइरहेको हुन्छ होइन। त्यो भएको हुनाले आज यही सम्बन्धी हामी कुरा गर्छौँ। अनि हाई एक्सपेक्टेसन सानो कुरालाई पनि ठुलो तरिकाले सोच्ने के। जस्तै तपाईँ जिम जाँदै हुनुहुन्छ, फर्स्ट डेमा चाहिँ म 6 प्याक बनाइहाल्छु, 1 महिनामा 6 प्याक बन्छ मेरो त खतरा भन्छ भनेर एक्सपेक्टेसन गर्नु होइन। राम्रो हो, एक्सपेक्टेसन गर्नु राम्रो हो, तर हाई एक्सपेक्टेसन गर्नु राम्रो होइन कि। त्यो भएको हुनाले यो सम्बन्धी चाहिँ प्राय कुरा हुँदैन होइन। नभएको हुनाले मैले युट्युबमा पनि धेरै रिसर्च गर्दा चाहिँ यो सम्बन्धी टपिकहरू चाहिँ भेटिनँ होइन। त्यही भएर किन यो यस्तो टपिकहरूमा कुरा गर्दा चाहिँ मैले पनि के सिक्न पाउँछु र तपाईँहरूले पनि के सिक्न पाउनुहुन्छ होइन। यो हिसाबले चाहिँ मैले भिडियो बनाइरहेको छु होइन। यो एक्सपेक्टेसन गर्दा चाहिँ के कुरामा घाटा हुन्छ त नि भन्ने कुराहरू हुन्छ क्या। यो एक्सपेक्टेसन गर्दा चाहिँ तपाईँको त्यही नै हो। जस्तै तपाईँले एक्सपेक्टेसन बढी गर्नुभयो, तपाईँले त्यो फुलफिल भएन, तपाईँलाई त्यसले असर गर्छ क्या। जस्तै तपाईँको साइन्समा चाहिँ के हुन्छ भने तपाईँको डोपामिन रिलिज गर्नलाई चाहिँ हाई एक्सपेक्टेसन गरिन्छ है कहिलेकाहीँ हामीले। जस्तै केही सम्बन्ध होस् अथवा केही होस् अथवा कुनै ठाउँमा घुम्न जानुभएको छ तपाईँ, त्यो ठाउँ एकदम राम्रो भइदिए हुन्थ्यो जस्तो हुन्छ क्या तपाईँलाई। कुनै त्यो दिन वेदरले राम्रो भएन भने पनि तपाईँलाई त्यसले असर गर्छ क्या। तपाईँलाई काहीँ न काहीँ असर गरिरहेको हुन्छ क्या तपाईँलाई। यो कुराहरू चाहिँ जस्तै यो कुराहरूले चाहिँ असर गरिरहेको हुन्छ होइन। अनि तपाईँलाई सम्बन्धमा त्यही हुन्छ। तपाईँ सम्बन्धमा कुनै केटासँग अथवा कुनै केटीसँग सम्बन्धमा हुनुहुन्छ भने तपाईँले चाहिँ एकदम एक्सपेक्टेसन हाई गराएर त उसँग बिहे नै पाएको, बच्चा बच्ची नै पाएको, अनि के हुन्छ भन्दाखेरि भएन भने के हुन्छ त नि, भोलि उसँग बिहे भएन भने तपाईँ डिप्रेसनमा जानुहुन्छ। अहिले यो मेडिटेसनहरू होइन, यो अलिक शान्त एक्लोपनहरू मान्छेलाई मन पर्नु कारण यही हाई एक्सपेक्टेसन पनि एउटा पर्छ होइन। त्यसपछि हामीले हाई एक्सपेक्टेसन नराख्दा चाहिँ के हुन्छ त नि, हाई एक्सपेक्टेसन नराख्दा के हुन्छ, हाई एक्सपेक्टेसन नराख्दा के हुन्छ भन्दा तपाईँ खुसी हुनुहुन्छ क्या। जस्तै तपाईँ कुनै सम्बन्धमा हुनुहुन्छ भने अथवा केही हुनुहुन्छ भने तपाईँ चाहिँ एकदम खुसी हुनुहुन्छ। त्यो सम्बन्ध छुटेर गए पनि तपाईँलाई खासै फरक पर्दैन क्या। अथवा विदेशबाट कोहीले केही ल्याइदिन्छु भन्नुभयो भने जे ल्याइदिए पनि इट्स ओके भनिरहेको क्या। तपाईँले आफैले सम्झाउने हो चाहिँ होइन। एक्सपेक्टेसन हाई एक्सपेक्टेसन राख्न चाहिँ हुँदैन हरेक कुराहरूमा चाहिँ। सम्बन्धमा होस् अथवा बिजनेसमा होस् अथवा जेमा पनि क्या। तपाईँले अब कुनै पसल खोल्नु भएको छ, भोलिदेखि त कहाँ मान्छे आउँछ त नि, यसको नि एउटा प्रोसेस हुन्छ। जिम गरेपछि 1 महिनामा त कहाँ 6 प्याक भन्छ त नि, त्यसको नि एउटा प्रोसेस हुन्छ नि। हरेक कुराको जस्तै एक्टर बन्दै हुनुहुन्छ भने तपाईँ आज नै गएर फर्स्टमा गएर एक्टर त बन्नुहुन्न नि, त्यसको नि प्रोसेस हुन्छ। किनभने तपाईँलाई सिक्नको लागि त टाइम लाग्छ नि त, त्यो हिसाबले हो होइन। अनि यसको सोल्युसन के भन्दाखेरि सोल्युसन चाहिँ तपाईँले चाहिँ केही कुराको एक्सपेक्टेसनै नगर्ने कि कोहीसँग पनि कि कोहीसँग। जस्तै तपाईँ घर बाहिर हुनुहुन्छ, तपाईँले घरमा चाहिँ आमाले अथवा दाइले चाहिँ मिठो खाना पकाएर राख्नुभयो होला है भन्ने हुन्छ। घर जाँदा छैन, एक्सपेक्टेसन सक्यो क्या हाई एक्सपेक्टेसन। त्यो भएको हुनाले तपाईँले नर्मल तपाईँले केही गर्नु भन्दाखेरि तपाईँले एक्सपेक्टेसनै नराख्नु क्या कोहीबाट नि। सम्बन्धमा होस् अथवा जेमा पनि के एक्सपेक्टेसन नराख्नु, तपाईँले आफ्नो काम गर्दै जानु होइन। जस्तै मैले यो युट्युब च्यानल
सुरु गर्दा पनि होइन, जस्तै मेरो त अहिलेसम्म 55 सब्सक्राइबर छ होइन। मैले सुरुमै भिडियो जस्तै डेढ महिना जति भयो मैले स्टार्ट गरेको होइन। सुरुमै अब मैले युट्युब च्यानल खोल्ने बित्तिकै मेरो मिलियन लाख पुग्छ भन्ने सोचेर गरेको भए सायद मेरो पुग्थेन होला, मैले छोड्थेँ होला होइन। तर मैले के भने एक्सपेक्टेसन राखिनँ कि मेरो इभन एउटा भिडियोमा पनि 1000 भ्यू पनि छैन कि, तर पनि मैले कन्टिन्यू दिनमा बनाइरहेको छु होइन। त्यो भएको हुनाले एक्सपेक्टेसन नराख्ने, आफ्नो कर्म गर्दै जाने, काम गर्दै जाने होइन। त्यसपछि एक्सपेक्टेसन हाई एक्सपेक्टेसन नराख्ने होइन। थ्याङ्क यू। म नयाँ टपिकमा भिडियो बनाउने कोसिस गरिरहेको छु होइन। यो मेरो आन्तरिक कुराहरू, जस्तै मैले जतिसम्म बुझेको छु होइन, जतिसम्म अध्ययन गरेको छु यो कुराहरू भनिरहेको हो होइन। जस्तै म कुनै अब साइकोलोजिकल डक्टर होइन। त्यो भएको हुनाले कमेन्टमा चाहिँ त्यस्तो नराम्रो नलेखिदिनु होला होइन। तर केही छैन, मैले त्यस्तो राम्रो लेख्नुहुन्छ भने एक्सपेक्ट पनि गरेको छैन होइन। थ्याङ्क यू।